हेलो गुड मर्निङ। आज म तपाईँहरूको लागि एमएस एक्सेलमा जस्तो एउटा कलममा हाम्रो नेम एन्ड नम्बर छ। अब यो नेम एन्ड नम्बर भएको कलमको टेक्स्टलाई हाम्रो जस्तो यहाँ टेक्स्टको लागि नेमको टेक्स्टमा एउटा कलममा आउनु पर्यो। यो नम्बरको लागि नम्बरको हामीले जुन नम्बर यहाँ लेखेको छौँ त्यो नम्बरको लागि यो नम्बरको कलममा आउँदछ भने हामीले कसरी निकाल्न सकिन्छ कृपया राम्रोसँग हेर्नु होला। जस्तो सुरुमा हामीले यो नेमको टेक्स्टलाई यो नेममा ल्याउनु छ भने पहिला सुरुमा यसलाई सिलेक्ट गरिसकेपछि तपाईँले F5 बटन दबाउनु होला किबोर्डबाट। F5 दबाइसकेपछि तपाईँको यस्तो यो गो टु भन्ने आउँछ। F5 दबाएपछि गो टु भन्ने आउँछ। गो टुमा गइसकेपछि तपाईँको एउटा यहाँ स्पेसल भन्ने छ, स्पेसमा क्लिक गर्नु होला। स्पेसमा क्लिक गरिसकेपछि हामी सेकेन्ड स्टेप भनेको यो कन्टेन्ट्समा क्लिक गर्नु होला। यसलाई क्लिक गरिसकेपछि जस्तो अब अहिलेको लागि हामीलाई यहाँ के चाहिएको, नेम चाहिएको। नेमको कलममा हामीलाई यहाँ टेक्स्ट नेम चाहियो भने हामीले बाँकी यो नम्बर लुजिगर एरोर भन्नेलाई हामीले यहाँबाट हटाइदिउँ। यो हटाइसकेपछि अब हामीले यो टेक्स्टलाई यहाँ टिक लगाउँला। अनि त्यसपछि तपाईँले के गर्नु, यसलाई ओके गर्नु। ओके गरिसकेपछि तपाईँ यसलाई एकचोटि कपी गर्नु होला। कपी गरिसकेपछि तपाईँले यसलाई यहाँ गएर क्लिक गरेर यसलाई पेस्ट गर्नु होला। पेस्ट गर्नु बित्तिकै के हुन्छ भने तपाईँको नेमको यो यहाँ नेमको टेक्स्टमा अटोमेटिक आफै आउने भयो। त्यस्तै गरी अब मलाई यो नम्बरको लागि चाहियो भने नम्बरको लागि पहिला के गर्नु, तपाईँले यसलाई सिलेक्ट गरिसकेपछि सेम त्यही अप्सन गर्नु होला। F5 दबाउनु बित्तिकै तपाईँको गो टु भन्ने आउँछ। गो टुमा गएर तपाईँले अरू केही गर्न पर्दैन। तपाईँले गर्न पर्ने भनेको यो स्पेसल भन्ने छ, स्पेसमा क्लिक गर्नु। क्लिक गरिसकेपछि तपाईँको यो कन्टेन्टमा क्लिक गर्नु होला। अब हामी अघि टेक्स्ट चाहिएको थियो, हामीले टेक्स्टमा टिक लगाइदियौँ। अब मलाई चाहिएको नम्बर हो, त्यही भएर म नम्बरमा टिक लगाउँछु। अनि यो टेक्स्टलाई मैले यहाँबाट हटाउने काम गर्छु, हटाइदिन्छु। नम्बरमा टिक छ हेर्नु होला, नम्बरमा मात्रै टिक लगाएर यसलाई ओके गर्नु होला। ओके गरिसकेपछि तपाईँले यसलाई एकचोटि के गर्नु भने एकचोटि कपी गर्नु। कपी गरिसकेपछि तपाईँले नम्बर कहाँ ल्याउनु मन लाग्यो त्यहाँ गएर क्लिक गर्नु। क्लिक गरिसकेपछि तपाईँ यसलाई के गर्न सक्नुहुन्छ, पेस्ट गर्न सक्नुहुन्छ। तपाईँ पेस्ट गर्नुभयो भने हेर्नु तपाईँको नेममा आयो टेक्स्टको कलममा, अनि नम्बरको कलममा आयो। यसरी हामीले एउटा कलममा लेखेको नेम एन्ड नम्बरलाई हामीले छुट्टै टेक्स्टको नेमको लागि नेमको कलम र नम्बरको लागि नम्बरको कलममा यसरी ल्याउन सकिन्छ। हस् त, थ्याङ्क यू।